नमस्कार साथीहरू, मेरो यो भिडियोमा तपाईहरुलाई हार्दिक स्वागत छ। आजको यो केही मिनेटको यात्रा तपाईहरुको हृदयसम्म पुग्नेछ भन्ने विश्वास छ। सफलता अचानक आउँदैन, सपना देख्ने मात्र होइन, प्रत्येक बिहान उठेर आफूलाई सुधार्नेहरूले सफलता पाउँछन्। सफल मान्छेहरू बिहान सबेरै उठ्छन्, जबकि अधिकांश संसार अझै निन्द्रामा हुन्छ। उनीहरू बिहानलाई अवसरको रूपमा हेर्छन्, दौडने समय होइन, तयार हुने समयको रूपमा। उनीहरू दिनको सुरुवात ध्यान र शान्त विचारसँग गर्छन्। दिमाग शान्त भए मात्र दिनभरको निर्णय सही हुन्छ। त्यसपछि उनीहरू आफ्ना लक्ष्यहरू लेख्छन्, किनभने जुन कुरा लेखिन्छ त्यसको जिम्मेवारी महसुस गरिन्छ। शरीरलाई चलायमान राख्न उनीहरू व्यायाम गर्छन्, किनभने बलियो शरीर बिना बलियो मन टिक्दैन र बिहानको ताजगीले उनीहरूलाई फोकस र ऊर्जा दिनभर कायम राख्न मद्दत गर्दछ। सफल मान्छेहरू बिहानको केही मिनेट आफूलाई समर्पित गर्छन्, पढेर, सिकेर र अपग्रेड गर्दै। उनीहरू भन्छन्, हिजो भन्दा आज 1% राम्रो बन्न सके त्यो नै जित हो। तपाईको बिहान कस्तो छ? आजैबाट परिवर्तन सुरु गर्नुहोस्।